अर्धनारीश्वर भन्छ। आधा छोरा मान्छे आधा छोरी मान्छे। अनि छोरा मान्छे र छोरी मान्छेबाट समायोजन गरेर त्रिपुरुषयुक्त मैथुन सृष्टि बल्ल सृष्टि भयो। मैथुन सृष्टिको प्रभावबाट कति बच्चा पैदा गर्ने भन्दाखेरिमा बढी से बढी 20वटासम्म होला, त्यहाँभन्दा बढी हुँदैन। 20-22 वटै होला उपद्र भयो। अहिले हाल त त्यही नि एउटा भएपछि भयो सकिँदैन पाल्न भनेका छन्। अनि उनीहरूले पाल्ने रहेछ के आएको नि ल भाइ हो। अब सृष्टि यसरी गएपछि अनि शतरूपा रानी र स्वयम्भू मनुबाट त्रिपुरुष मैथुनयुक्तका सृष्टिबाट 5वटा सन्तान पैदा भए। उत्तनपाद प्रेव्रत भन्ने 2टा छोरा, आकुति देवहुति र प्रसुति भन्ने 3टा छोरी पैदा भयो। उत्तनपाद माथि पाइलो फर्काएर शिर पहिला जन्मिएको हुनाले उनको नाम उत्तनपाद